हेलो एभ्रिवन, सबैजनालाई गुड मर्निङ है। ल यहाँ ल आज चाहिँ शनिबार, अलिक मजाले ढुक्कले सुतिन्छ भनेको, त्यो पनि भएन। नभइसकेपछि के गर्ने त, नभइसकेपछि चाहिँ उठ्यो। आज साथीहरूको मेडिकल छ, लगभग मेडिकल 14जनाको मेडिकल छ। 14जनाको मेडिकल, एकजनालाई चाहिँ नि हस्पिटल लानुपर्ने एक्सरेको लागि। आफ्नो स्वास्थ्य त ख्याल गर्नै पऱ्यो। उहाँको दाहिने हात देब्रे हातमा पेन भइरहेछ अरे। पेन दुखाइ पछाडि त्यसले चाहिँ अलिकति केही चिजहरू, बट्टाहरू, केही गरौँ चिजहरू, केही फरक चिजहरू चाहिँ वस्तुहरू चाहिँ उचाल्न नसकिने गाह्रो भएको हुनाले एक्सरे गरेर के त्योभन्दा थप उपचार के गर्नुपर्छ, एक्सरे गरेपछि थाहा हुन्छ भन्ने हिसाबले कुरा गर्नुभयो। अनि त्यसपछि हस्पिटल एकछिन पुर्याउनु जानु पर्ला। अनि रह्यो कुरा दिनको सुरुवाती चाहिँ अब यसरी गरियो। त्यही हो, कहिले कालो कफी, कहिले बजारे कफी रेडिमेड। ल कफी खाइन्छ। अब साथीहरू 14जना साथीहरू मेडिकलको लागि गइसक्नु भयो। जीवन सरले लिएर गइसक्नु भएको छ। म चाहिँ अब एकजनालाई हस्पिटल छोडिदिएर आउनु पऱ्यो। हस्पिटल छोडिदिएर भन्दा पनि हस्पिटल जाने अनि एक्सरे गर्ने। मुखले भने जस्तो कहाँ हुन्छ, एकछिन पर्खिनै पर्छ। अनि एकछिन वेटिङ बस्नु पऱ्यो, लाइन बस्नु पऱ्यो। अनि फेरि त्यसमा पनि के हुन्छ, फर्जिनरलाई आफ्नो देशको नागरिक जस्तो, यहाँको नागरिक जस्तो के गर्दैन। अलिक लाइनमा पनि विभेद हुन्छ। प्राथमिकता यहाँको नागरिकलाई हुन्छ। अनि मेन कुरा सरकारी औषधि यहाँको नागरिकलाई ठ्याक्कै 1 महिनापछि दिन्छ औषधि। 1 महिनाको ठ्याक्कै दिन्छ। अनि हामी फर्जिनरलाई चाहिँ के गर्छ, यहाँको नागरिक, यहाँको महिलासँग बिहे गरेको पनि छैन, यहाँको नागरिक होइन भनेपछि अनि 1 महिना पाउने सुविधा चाहिँ छ औषधि, जो हस्पिटल गएर उपचार गरे पनि। अनि हामी फर्जिनर भइसकेपछि केही छैन, हामी चाहिँ यहाँको वर्करको रूपमा मात्रै भयौँ भने चाहिँ अनि ठ्याक्कै 7 दिनको सामान्य नेपालमा सिटामोल, ब्रुफिन दिए जस्तै पेनाडोल दिन्छ। अनि सामान्य पेन किलर दिन्छ। 1 साताको दिन्छ जम्मा। अरू